हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। आज चाहिँ हरियाणा भन्ने ठाउँ भलिबल गेमको लागि हाम्रो रिम्सकका भलिबल प्लेयरहरूसँग जाँदैछौँ। हेर्नुहोला, माया गरिदिनुहोला, साथ दिनुहोला, इन्जोय गर्नुहोला। सम्पूर्ण साथीहरू माया साथ हेर्नुहोला है त। हेलो एन्ड नमस्ते। हामी चाहिँ गेम खेल्न गइरहेका छौँ। योमा के भन्न चाहनुहुन्छ भेना? भन न केही। गेम खेल्न जान लाग्छ। हामी सिधै फर्स्ट आइदिने हो। के भन्न चाहन्छस् तैँले? हाम्रो रेस बाइकमा गएको बाटो चल्दिएको रहेछ। माथिदेखि गइन् चाहिँ हामी चाहिँ अब के गर्ने फर्काइरहेछन् केटाहरूले। हाम्रो भलकको ओनर चाहिँ जेठान होइन, जेठान भलकको ओनर सुभाष घरतीमगर युट्युब च्यानललाई चाहिँ टक्क सब्सक्राइब हानिदिनु होला। केटाहरू पुरा यस्तो बाटो खतम छ, गाह्रो छ के गर्ने, यस्तै छ। गेम खेल्न जानै पर्यो होइन। एकछिन राम सर्के काकु के भन्न चाहनुहुन्छ? लगसक जितेर आउनु पर्यो। त्यो बाटो खतम छ। रेस हाम्रो साबीको ओडाको हाम्रो मचाइकी बाइकमा कुशल भान्ज र बाटोको अवस्था देखेर गम्भीर भइरहेका छन्। भरसालो हेन्सी भइदिएको या भरसालो हेन्सी या बवाल बवाल बवाल। बाटो यस्तो खतम, बाटोको हालत। हामी म चाहिँ यो बाइकमा टक्क भएर सालो जाम। आइरहेका छन् केटाहरू टक्क। त्यो हिलाको बाटो छ, कसरी आउने हुन् टक्कै चिप्लो आइसकेका छन्। भिडियोमा टक्क लास्टै हिलो छ। हामी पनि त्यही लडेको होइन, त्यही लड्यौँ हामी नि। बुद्धि, कुशल भान्जे, सुभाष जेठान। सुभाष चाहिँ लाइफको ओनर। भान्जे अवस्था कस्तो छ? गम्भीर छैन? सालो सुभाष जेठान जिउँदैछन्। एकदम लास्टै हिला छ क्या, चिप्लिने हिला। जेठान त्यस्तो बाटो लास्टै हिलो छ। जेठान बाटो अवस्था लास्टै गम्भीर छैन, एकदम गाह्रो छ। अब सुभाष जेठान चाहिँ भलकको पनि ओनर हुनुहुन्छ। उहाँ चाहिँ अहिले चाहिँ मैले गाइड गरिरहेको छु। अवस्था एकदमै ओनर हो। अवस्था के छ? यो चाहिँ गाडीको साउ। अवस्था लास्टै गम्भीर छ साथी हो। के गर्ने, अझ दुईजना पछाडि छ। अब हामी हरिकन्न भन्ने ठाउँ टक्क गेम खेल्न होइन जेठान, यति दुःखले गइरहेका छौँ हामी। रिम्सक गाउँदेखि आफ्नै गाउँलाई रिप्रेजेन्ट गर्दै लास्टै यस्तो लास्टै गाह्रो। अर्को दुईजना चाहिँ पछाडि छन्, देखिएन कता। पानी परेर मौसम चाहिँ एकदम खुलेको छ अहिले। हरियाली एकदम मिठो। तल भाबाङ गाउँ लास्टै राम्रो देखिएको छ, एकदम सुन्दर।
मिलेको बस्ती माथि दानामा चाहिँ कोजोक हाम्रैबाट जेठान चाहिँ 2 जना उता कुशल भान्जे चाहिँ तिर्पल लिएर आउँ अब केहरू गाह्रो छ अवस्था गाह्रो छ ओ गेम खेल्न जानु पनि लाग्दै गाह्रो बाइकको अवस्था एकदम गम्भीर अर्को आयो होइन हिमाल 2 जना अवस्था एकदम गम्भीर होइन सालो ऊ चाहिँ पाहुना मेरो लागि हाम्रो लागि टक्क केटाहरू बिसिसक्यो शान्त